प्रश्न नम्बर 1 लिच्छवी कालमा कर उठाउने अधिकारीलाई के भनिन्थ्यो? यसको सही उत्तर हो भाग कर। प्रश्न नम्बर 2 कैलाशकूट भवनको निर्माण कसले गरेका थिए? यसको सही उत्तर हो अंशु वर्माले। प्रश्न नम्बर 3 अंशु वर्माले कुन उपाधि धारण गरेका थिए? यसको सही उत्तर हो महासामन्त। प्रश्न नम्बर 4 भृकुटीको विवाह कोसँग भएको थियो? यसको सही उत्तर हो तिब्बती राजा सोङचन गोम्पोसँग। प्रश्न नम्बर 5 नेपालमा पशुपतिनाथको मन्दिर कसले बनाएका हुन्? यसको सही उत्तर हो सुपुष्प। प्रश्न नम्बर 6 मानग्रीव कसले बनाएका थिए? यसको सही उत्तर हो मानदेव। प्रश्न नम्बर 7 भद्राद्रिवास भवन कसले बनाएका थिए? यसको सही उत्तर हो नरेन्द्र देव। प्रश्न नम्बर 8 मल्ल वंशको सुरुवात कुन राजाबाट भएको मानिन्छ? यसको सही उत्तर हो अरिदेव मल्ल। प्रश्न नम्बर 9 मल्ल वंशका अन्तिम राजा को हुन्? यसको सही उत्तर हो जयप्रकाश मल्ल। प्रश्न नम्बर 10 काठमाडौँ उपत्यकालाई 3 राज्यमा विभाजन गर्ने राजा को हुन्? यसको सही उत्तर हो रत्नमल्ल।